फुक्नु नि लु फुक्नु आमा ओके गुड जब आमा र बाबाले लु आमा काट लु यस्तो खै एकछिनै यस्तो आमा लु यताबाट काट लु ओके मलाई पनि खुवाऊ बाबालाई त्यही खुवाउनु आमालाई यहाँ बाबालाई खुवाउनु अनि तपाईँ खानु न तपाईँलाई आमालाई खुवाउँदिनु हुन्छ ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे लु बाबालाई लु ह्याप्पी बर्थडे खै त्यो ह्याप्पी बर्थडे लु तल लु आमालाई खुवाउनु अलगै हो लु आमालाई खुवाउने रहेछ बाँकी बाबाको जुठो पनि खुवायो यो होइन उयो बाबाको थ्याङ्क यू एकछिन यहाँ कम्ती खुवाइदिउँ आमा एकछिन त्यहाँ बस्नु ह्याप्पी बर्थडे आमा यो हो काका आमाको खुवाइदिनु लु बाबाको ए मैले त पूजालाई खुवाउनु पर्यो भने बिर्साउ कम्ती हातले खुवाउनु नि तपाईँलाई सरी लु किन चाहिँ मलाई ल्याएको त भनेको मेरो चाहिँ बर्थडे आमालाई ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे लु कुमार लु बाबालाई एकछिन यसलाई देखा देखा काका लु ह्याप्पी बर्थडे लु गाडीमा ओर्नु मजा हुन्छ खुवाको मामा आमा ह्याप्पी बर्थडे टु हिम प्रभुले सधैँभरि मेरो आमालाई सुरक्षित राख्नु थ्याङ्क यू थ्याङ्क यू आमा कम्ती ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे चिनी गरेको तर्फबाट केही दिनहरू सक्यो नि असल प्रेम गर्नु फर्मली सिकाउनु भएको छ हेलो साथीहरू राइनी पूजा ब्लगमा वेलकम छ आज चाहिँ हामी यहाँ सबैजना परिवार मिलेर न्यू इयर मनाउँदैछौँ र आज हामी यहाँ मोमो बनाउँदैछौँ यहाँ हाम्रो यहाँ प्याज कटाइ हुँदैछ यता हाम्रो काका एक्सक्युज यहाँ काकी काम गर्नु हुँदैछ यहाँ हाम्रो मम्मी यहाँ नयाँ वर्षको शुभकामना सबैलाई यहाँ मासु पाक्दैछ यहाँ चाहिँ हाम्रो आमा ह्याप्पी न्यू इयर आमा ह्याप्पी बर्थडे टु यहाँ हाम्रो बाबा ह्याप्पी न्यू इयर 2026 मा बाबालाई ह्याप्पी बर्थडे पनि र नयाँ वर्षको शुभकामना यहाँ लक्षणा Happy New Year! हाई लकिसा Hi, Happy New Year! हाई जेसन Hi, Happy New Year! हाई लकियाना Hi, Happy New Year! लियाना ह्याप्पी न्यू इयर यहाँ यसले हाम्रो सहयोग गर्ने यसले गर्ने होइन काट्नु हुन्छ के अरे काका इस्कुस आमाले हप्ता यहाँ प्याज कटाइ हुँदै थियो बाबाले मासु पाकेर मासु पाकेर हामीले यहाँ मोमो बनाउँदैछौँ यहाँ बनाइसकेर यस्तो बस्नु हो किमा यहाँ चाहिँ मोमो पाक्दैछ वाउ हामी मोमो बनाउने जारीमा छौँ भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है हाम्रो चाहिँ मोमो खाँदैछौँ यहाँ नयाँ छ मम्मीलाई पनि यहाँ बोलाएको प्याट्टै आउँदैन लु I got all my dog pieces. मेरो भाग कम्ती छ Is this a party or like Baba's